साथीहरू, अघिल्लो वर्ष ज्यान्जी आन्दोलनपछि उपचारको लागि भन्दै सिङ्गापुर गएका नेपाली काङ्ग्रेसका पूर्व सभापति अर्थात् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता हुने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भव्य स्वागत गरिएको छ। यो दृश्यहरू पनि देख्न सक्नुहुन्छ तपाईहरू। दृश्यहरू हेर्नुहोस्। उनी भागेको भन्ने धेरै आरोप लागेको थियो। उनी नेपालबाट भागे, धेरै भ्रष्टाचार गरेको कारण नेपालबाट भागे भन्ने धेरैले आरोप लगाइरहेका थिए। अब फर्किँदैनन् भन्ने पनि धेरैको आकलन थियो। तर उनी लामो समयपछि फर्किएका छन्, स्वदेश फिर्ता भएका छन् र स्वदेश फिर्ता हुने क्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भव्य रूपमा स्वागत गरेका छन्। यो दृश्यहरू पनि तपाईहरू देख्न सक्नुहुन्छ। यो दृश्यहरू पनि हेर्नुहोस् है। नेपाली काङ्ग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता हुने क्रममा देखिएको यो दृश्य।